दाजु मलाई 3टा ब्याट्री दिनु न। 3टा किन्न मिल्छ नि? त्यो कसरी हो माथिको? हजुर महँगो भन्नाले कति पर्छ भन्नु न? त्यसको चार्जिङ पनि हुन्छ? ए त्यो चार्जिङलाई कति पर्छ? हजुर 980 चार्जर सहित यसलाई मात्र? अनि त्यो ब्याट्री कसरी छ? हजुर त्यही त त्यसको चाहिँ कति वर्ष कति एमएचको? त्यो 27 mAh कति भन्नु ब्याट्रीलाई? 2टाको यो चाहिँ कसरी हो अहिले फोडिरहेको छ? यो चाहिँ कसरी हो? 2350 यो चार्जिङ चाहिँ चार्जिङै हो? अनि त्यो चाहिँ कसरी हातको? 2टा 15 50 युज एन्ड थ्रो। एकछिन अहिलेलाई त्यो दिन न, म पछि आएर यो लैजान्छु नि। हजुर यस्तो यो त आधी 1 घन्टा टिक्ला नि। यसमा चलाउन खोजेँ क्या एकचोटि सिक्नलाई। कि टिक्दैन त्यो पनि? त्यही त यो तपाईँले यस्तो पनि त बेच्नुहुन्छ नि, थाहा छैन कति खान्छ भने? हो र हेर्नु त पढ्नु त। अँ 3टा लाग्छ क्या यसमा। अहिले 3टा दिनु, खोलेर दिनु, खोलिदिनु त। त्यो रिचार्जेबल भने चाहिँ लाइफ टाइम भयो। त्यो बुझेँ मैले, मोबाइल जस्तै सकेपछि चार्ज गर्दा होइन। त्यो पनि तपाईँसँग लिन आउँछु नि म, यीको त हो नि। हजुर हजुर होइन कति दिनु पर्यो अहिले मैले ठ्याक्कै? लिनु थ्याङ्क यू दाजु। ब्याट्री किनेर हामी अगाडि बढौँ। आज पूर्णिमाको दिन, मङ्सिर पूर्णिमा, उधौली पर्व।
बिदाको दिन हामी खोलामा नुहाउनको लागि त मनोरञ्जन खोलै हुन्छ, त्यही भएर सधैँ खोला जाने गर्छौँ। चिसो लागेको छ, त्यहाँ घाम हुन्छ। जस्तो चिसो पानी भए पनि चिसो नहुँदा पनि घामको आनन्द ताप लिन पाइन्छ, त्यही भएर हामी खोलातिर जान्छौँ। यहाँबाट चाहिँ हामी देब्रे लाग्छौँ।